नेपाललाई किन छोडेर जान्छन् त? पढ्नलाई मात्र गएको होइन क्या। हामी भन्छौँ पढ्नलाई के अरे पढ्नको लागि भनेर नेपाल छोडेर गएको भन्छ। पढ्नको लागि मात्र नेपाल छोडेर गएको होइन, नेपालमा उनीहरूले भविष्य नदेखेर गएको। भविष्य भनेको के हो त? युवाहरूको भविष्य भनेको के हो? उनीहरूको भविष्य भनेको रोजगार हो, जोसुकैको लागि पनि। अब नेपालमा बसेर एउटा 15-20 हजार रुपियाँको नोकरी पाइँदैन भने 20-25 हजार 15-20 हजारको नोकरी। अब यहाँको अहिले यहाँ चाहिँ ब्याचलर्स गरेर 15-20 हजारको नोकरी पाउनको लागि कति चाहिँ रोटी बेल्नु पर्छ? 15-20 हजारको 20-25 हजारको नोकरी पाइहाल्यो भने पनि अब त्यसले त अहिले के हुन्छ? केही पनि हुँदैन। त्यस कारणले